हेर्नुहोस् होइन। आज तपाईँ र म जस्तो लाखौँ नेपालीहरू जबबाट फ्रिडम भएर बस्नुभएको छ। यही पनि हेर्नु न, हाम्रो गोविन्द सर, हाम्रो याम सर जबदेखि फ्रिडम भएर बस्नुभएको छ होइन। तर आज संसारमा कति मान्छेहरू चाहिँ जब पाइरहेको छैन र त्यो अवसर तपाईँलाई र मलाई पनि छ। हेर्नुहोस् आज हाम्रो छुट्टी हो, आज हामी कति खुसी छौँ होइन एक दिन छुट्टीमा पनि। तपाईँ कल्पना गर्नुहोस् यदि तपाईँको पुरै जीवन बिना जागिर बस्नु पाउँछ भने तपाईँ कति खुसी हुनुहुन्छ होला होइन। र त्यो अवसर डिएक्सनमा छ। त्यही भएर चाहिँ कसले के भन्छ फरक पर्दैन हेर्नुहोस् होइन। सधैँभरि सही मान्छेलाई फलो गर्नुहोस्, सही मान्छेको सङ्गत गर्नुहोस् होइन। तपाईँ पनि एक दिन चाहिँ त्यो गन्तव्यसम्म पुग्नुहुन्छ। एकजना राजाले, मैले पहिला पनि, किनकि एउटा कहानी हो होइन, तर चाहिँ कहानीबाट धेरै कुराहरू चाहिँ मान्छेलाई सिकाउन सकिन्छ क्या। एकजना राजाले चाहिँ बेस, किन अब राजा एउटा मात्रै छोरी रहेछन्, त्यसपछि दुनियाँभरि एनाउन्समेन्ट गरेछन् मेरो छोरीलाई बिहा गर्न आऊ। तर बिहा चाहिँ त्यस्तै मान्छेले गर्नुपर्छ जो चाहिँ युद्ध छ, जो चाहिँ पावरफुल छ भन्ने खालको चाहिँ एउटा चाहिँ एनाउन्समेन्ट गरेछन्। त्यसपछि संसारभरिका राजाहरू चाहिँ त्यो राजाको छोरीलाई बिहा गर्न चाहिँ आएछन्। त्यसपछि बिहे गर्न आउँदाखेरि चाहिँ त्यहाँ केही च्यालेन्जहरू थियो होइन। अनि त्यो राजाहरू आउँदाखेरि चाहिँ राजा सँगसँगै म जस्तो पनि म पनि जान्छु भनेर चाहिँ आएछन् कि त्यहाँनिर। त्यसपछि चाहिँ त्यहाँ एउटा चाहिँ च्यालेन्ज थियो कि एउटा ठुलो नदी थियो, त्यो नदी जसले पौडेर पार गर्न सक्छ त्यही मान्छेलाई चाहिँ राजाको छोरी दिने भन्ने चाहिँ त्यहाँनिर एउटा कमिटमेन्टको शर्त राखिएको थियो। त्यसपछि त्यो त्यहाँको रुल्स र रेगुलेसन भन्दा भन्दै एउटा मान्छे फुङ्गाले हालेछ। फुङ्गाले चाहिँ हेर्दा हेर्दै पौडेर पारे पनि पुगेछ। त्यसपछि राजा अचम्मै भए, खुसी गएर चाहिँ तपाईँलाई बधाई छ र तपाईँलाई आजदेखि मेरो परिवारमा स्वागत पनि छ, आजदेखि मेरो छोरी पनि तपाईँको, मेरो सम्पत्ति पनि तपाईँको भनेर उसलाई बधाई दिएछन्। त्यसपछि पहिला त उसले आफूलाई छामेछ म जिन्दै छु कि नै भनेर, किनकि त्यो नदीमा मगरमच्छहरू खतरा खतरा जानवरहरू थियो अरे कि कुनै पनि मान्छे त्यो पौडेर पारी जाने पोसिबल नै थिएन अरे। तर त्यो पार गर्यो। त्यसपछि पहिला त आफूलाई छामेछ म जिन्दै छु कि नै भनेर। त्यसपछि राजालाई भनेछ मलाई तपाईँको सम्पत्ति पनि चाहिएको छैन, तपाईँको छोरीसँग पनि कुनै चाहना छैन, पहिला मैले यो पत्ता गर्छु मलाई धक्का कसले मारेको भन्थ्यो अरे कि होइन। त्यही भएर चाहिँ जिन्दगीमा सङ्गत भनेको सही मान्छेसँग गर्नु होइन। तपाईँलाई घुचाएर भए पनि डायमन्ड चाहिँ बनाउँछ होइन। त्यही भएर बरु एक्लै हिँड्नुहोस् तर गलत मान्छेको सङ्गत चाहिँ नगर्नुहोस् होइन। र तपाईँ सबै आज सही मान्छेको सङ्गत गरेर यहाँसम्म आउनुभएको छ होइन। डिएक्सनले साँच्चै तपाईँ र म जस्तो मान्छेलाई जिन्दगी परिवर्तन गर्ने एउटा चाहिँ अवसर हो होइन। यदि तपाईँको कारणले कुनै एकजना मान्छेको जिन्दगी परिवर्तन हुन्छ भने तपाईँको यो जन्म भनेको खेर जाँदैन अरे कि होइन। किनकि यो पृथ्वीमा यो मान्छेको शरीर भनेको चाहिँ 84 लाख पछि मात्रै पाउने अरे हामीले होइन। त्यही भएर चाहिँ यो भगवान्ले यो रचना गरे मध्येबाट सबैभन्दा राम्रो भनेको चाहिँ मान्छेको शरीर नै हो होइन। त्यही भएर यदि तपाईँको कारणले कुनै एकजना मान्छेको जिन्दगीमा खुसी आउँछ होइन, उज्यालो आउँछ, ऊ चाहिँ म चाहिँ अब यो मेरो जिन्दगीमा दुःखी छैन भन्ने फिल हुन्छ नि, तपाईँको र मेरो यो जिन्दगी खेर जाँदैन, वेस्ट जाँदैन। त्यही भएर चाहिँ हरेक दिन एउटा मान्छेलाई डिएक्सनको मेसेज पुर्याउने कोसिस गर्नुहोस्, चाहे भेटेर हुन्छ चाहे सोसियल मिडियाबाट हुन्छ होइन। आज एक्लै हुनुहुन्छ निराश नहुनुहोस् होइन। गान्धी पनि सुरुमा एक्लै सुरु गरेका हुन्। इन्डियालाई फ्रिडम बनाउनको लागि 33 वर्ष लागेको थियो, तर सुरुमा चाहिँ गान्धी एक्लै हिँडेका थिए। तर चाहिँ 33 वर्षपछि चाहिँ उनको ग्रुपमा चाहिँ 18 लाखभन्दा बढी मान्छेहरू थिए जो चाहिँ फ्रिडमको लागि लड्ने होइन। त्यही भएर आज तपाईँ पनि एक्लै हुनुहुन्छ। यम सरले पनि एक्लै सुरु गर्नुभएको छ, तर पनि उहाँको टिममा आज 38,000 मान्छे छन् होइन। एक्लै छु भनेर कहिले पनि निराश नहुनु होला होइन। सधैँभरि म चाहिँ टिमसँग हिँडिरहेको छु भन्ने खालको फिल गर्नु होला। म पनि यो अफिसमा वर्षौँ एक्लै आएको मान्छे हेर्नुहोस् होइन। म जति बेला दुबई आएको थिएँ मेरो बिजनेस केही थिएन हेर्नुहोस्, म कमसेकम 10 चोटिसम्म जिरो भएको छु यो बिजनेसमा होइन। तपाईँले बताउनुहोस् या नबताउनु, तर पनि मलाई म प्रति विश्वास छ, डिएक्सनप्रति विश्वास थियो होइन। र आज चाहिँ बिस्तारै बिस्तारै भुटानमा टिम ग्रोथ हुँदैछ, युएसमा टिम ग्रोथ हुँदैछ होइन, मलेसियामा टिम ग्रोथ हुँदैछ होइन। त्यही भएर चाहिँ तपाईँले सधैँभरि सही सोचेर हिँड्नुभयो भने चाहिँ तपाईँको जीवनमा सही नै आउँछ हेर्नुहोस् होइन। तपाईँलाई डिस्टर्ब गर्ने मान्छेहरू यहाँ धेरै भेटिन्छन् होइन। तपाईँको रुममा भेटिन्छ, तपाईँको कम्पनीमा भेटिन्छ होइन, तपाईँको छरछिमेकमा भेटिन्छ, तर पनि तपाईँको जिन्दगी हो होइन। अरूभन्दा केही न केही डिफ्रेन्ट भएर चाहिँ यो देशबाट फर्किने भन्ने खालको सोच बनाएर यदि डिएक्सन गर्नुहुन्छ भने
तपाईँलाई कसैले पनि रोक्न सक्दैन। तपाईँ जे यहाँ बोल्न सक्नुहुन्छ त्यो बोलेर यो ठाउँबाट चाहिँ फर्केर जान सक्नुहुन्छ। र यति भन्दै